ए रवि सरकार, यो ठाउँमा चाहिँ एउटा आकाशे पुलको अति आवश्यक देखियो है। कहाँ भन्नु होला, यो एनबिटिसीको ठ्याक्कै अगाडि यहाँनिर आकाशे पुलको अति आवश्यकता देखियो। यो ठाउँमा मान्छेको धेरै आवाजात हुने रहेछ, तर आकाशे पुल नहुँदा धेरै समस्या भइरहेछ मान्छेलाई। नजिकै पेट्रोल पम्प छ, अनि चाहिँ उतापट्टि गएर चाहिँ एनबिटिसी मार्केट रहेछ। त्यो मार्केटमा सपिङ गर्न आउने मान्छेहरू टन्न हुँदो रहेछन्, अनि यो बाटो क्रस गरेर वारपार गर्नुपर्ने हुँदो रहेछ। अनि यहाँ आकाशे पुल नहुँदा मान्छेलाई धेरै समस्या भइरहेछ, किनकि यहाँ गाडी चाहिँ नन स्टप चल्दा रहेछन् गाडी, अनि मान्छेलाई त्यो बाटो पार गर्न यति समस्या भएको छ। यसमा रवि सरकारको विशेष ध्यान जाओस्। यो ठाउँमा तुरुन्तै एउटा आकाशे पुल बनोस्। यो ठाउँमा आकाशे पुल बन्यो भने जनताले रविको सरकारलाई जय जयकार गर्नेछन्, आशीर्वाद दिनेछन्। यो ठाउँमा गाडी फेरि यस्तो स्पिडले चल्छन् अनि नन स्टप चल्छन्, जसका कारण पैदल यात्रुलाई बाटो काट्न साह्रै समस्या भएको छ। यो कुरा रवि सरकारको कानमा छिटोभन्दा छिटो पुगोस्। यो ठाउँमा आकाशे पुल बनोस्। रवि सरकारलाई शुभकामना।